ओके, अब हामी हेर्छौँ टेबल रुम म्यानेजमेन्टमा। जस्तो सेटिङभित्रै छौँ हामी, सेटिङभित्रै गएर हामी चाहिँ अब टेबल र रुम म्यानेजमेन्ट गर्छौँ। यसमा हामी गो टु टेबल रुम म्यानेजमेन्टमा क्लिक गर्छौँ। यो क्लिक गरेपछि तपाईँको चाहिँ अब यहाँ खाली छ, अहिले हामी टेबलहरू कुनै पनि बनाएको छैनौँ, रुमहरू केही पनि बनाएको छैनौँ। सो अब हामी फर्स्टमा जान्छौँ, क्याटेगोरी गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला हामीले चाहिँ क्याटेगोरी गर्नुपर्छ। जस्तै हामी चाहिँ टेबल, मानौँ कि अहिले मैले एउटा टेबल भनेर नाम दिएँ होइन, टेबल्स भनेर राखेँ। यो टेबल्सभित्र हामीले चाहिँ टेबलको नामहरू दिन सक्छौँ। सो एउटा मैले टेबल भन्ने बनाएँ। सो अर्को मैले एउटा गर्छु, हजुरको के बनाऊँ भने चाहिँ मैले चाहिँ रुम भनेर बनाइदिएँ मैले। सो रुम्स भनेर बनाएँ। अब यो रुम्सभित्र मैले हाल्न सक्छु, के आइटम गर्न सकिन्छ, यो क्याटेगोरीभित्र हाल्छौँ हामीले। सो अब यो क्याटेगोरी बनिसकेको छ। अब यसलाई हामी चाहिँ के गर्छौँ भने अब एडमा जान्छौँ। यो एड बटनमा क्लिक गरेर चाहिँ हामीले अब हजुरले यहाँ बनाएको टेबल्स रुमहरू यहाँ देखाउँछ क्याटेगोरीभित्र। सो यो फर्स्टमा चाहिँ मैले अब एउटा टेबल नाम, सिम्पल नाम राख्छु मैले, टेबल 1 होइन। हजुरको जे छ अर्गनाइजेसनमा त्यो अनुसार हजुरले यहाँ बनाउनु सक्नुहुन्छ। मैले फर्स्टमा टेबल भनेर राखेँ, यो क्याटेगोरी मैले टेबल चुज गरेँ। सो यसको क्यापेसिटी कतिजना हो, 4 जना भने 4 जना राख्न सक्नुहुन्छ। यदि कुनै स्पेसल यो टेबलको केही स्पेसिफिकेसन छ भने हजुरले यहाँ राख्न सक्नुहुन्छ। मानव अहिले मैले चाहिँ भिआइपी भनेर राख्थेँ भने एउटा चाहिँ स्पेसिफिकेसन यहाँ बन्ने भयो। यो गरेपछि हजुरको टेबलभित्र अब के भन्ने भयो, टेबल 1 भनेर भन्ने भयो। क्याटेगोरी 4 जना छ, भिआइपीको डिस्क्रिप्सन छ, एभाइलेबल स्ट्याटस एभाइलेबल भयो। सेम वेज हामी एउटा अर्को पनि गर्छौँ, टेबल एडमा गएर टेबल 2 भनेर हामीले यहाँ हाल्छौँ। यसलाई पनि हामीले टेबलको नाम गराइदिउँ। यसको चाहिँ 6 जनाको क्यापेसिटी छ, डिस्क्रिप्सन केही नराख्दा पनि भयो। सो यसलाई हामी सेभ गर्छौँ। सेभिङ गरेपछि हजुरको फेरि टेबल नम्बर 2 बन्यो, यहाँ डिस्क्रिप्सन छैन। सो हामी फेरि प्लसमा जान्छौँ, एडमा जान्छौँ। एडमा क्लिक गरेर अब हामी रुम बनाउँछौँ, रुम 101 भनेर बिग सिलेक्ट छ। सो यसमा कतिजनाको, 2 जनाको हो। यो कस्तो रुम हो भन्ने चाहिँ हजुरले राख्न सक्नुहुन्छ। DAL यो एक्स डिलक्स होइन रुम भनेर राख्न सकिन्छ। सो यसको यो चाहिँ के हो, कस्तो खालको रुम हो भन्ने चाहिँ थाहा भयो चाहिँ डिलक्स रुम भयो, 2 जनाको लागि बनाएको। यो रुम नम्बर 101 भनेर यहाँ बन्ने भयो। सो यसरी चाहिँ हामीले बनायो। अब अहिले हामी के बनायो, 2टा रुमको बनायो, 2टा टेबलको बनायो। फेरि एउटा म एड गऱ्यौँ। सो एड गरेर मैले चाहिँ 2 भनेर बनाएँ एउटा। यो रुम अलरेडी रुम सेलेक्ट छ, यसमा पनि 2 जना राखौँ। यसमा हामी चाहिँ एउटा के गरौँ चाहिँ 2 जना भनेपछि डबल बेड रुम भनेर हामी यसरी बनाउन सकिन्छ। यो चाहिँ यसको डिस्क्रिप्सन भयो, सेभ भयो। सेभ गरेपछि हामीले चाहिँ योलाई 2टा वेमा हामी यसरी चाहिँ राख्न सक्छौँ। तपाईँको 2टा टेबल बन्यो, 2टा रुम बन्यो है। यसरी चाहिँ हामी टेबल बनाउँछौँ। यो टेबल कसरी कहाँ बनेको छ, अब यो बनाएको हामी अघि हामी यहाँ रुममा हेरेर त्यो खाली थियो। अब हेर्नुहोस् त यहाँनिर यसरी आयो। अब यो रुम टेबल यहाँ तलमाथि छ। अब यसलाई चाहिँ होइन म एडिट गर्छु। पहिला म टेबल चाहिँ माथि राख्छु, रुमलाई तल राख्छु भन्नु पनि मिल्छ। सो यसलाई चाहिँ हामी एडिट लेआउट भन्नेमा जान्छौँ। सो एडिट लेआउट गर्दैछौँ र यसलाई चाहिँ मैले अब यसलाई मैले ड्र्याग गरेर तल राखेँ, यसमा यो ठाउँमा राखेँ र टेबललाई माथि आयो र डन एडिटिङ गरेपछि अब हजुरको टेबल चाहिँ माथि देखिन्छ। सो रुम चाहिँ तल देखिन्छ है। सो यसरी चाहिँ हाम्रो के भन्ने भयो, टेबलहरू यसरी चाहिँ सेट गर्दै लान सक्नुहुन्छ। क्याटेगोराइज अनुसार हजुरको मेरो नम्बरहरू चाहिँ टेबल नम्बर, रुम नम्बरहरू के छ त्यो अनुसार सेटअप गर्दै जान सक्नुहुनेछ है। सो यसरी चाहिँ हाम्रो टेबल सेटअप सकिएको छ। सो नेक्स्टमा हामी हेरौँ